नमस्कार दर्शक मिले यतिखेर चाहिँ हामी सिन्धुपाल्चोकको एकदमै रोमानिया ठाउँ यस्तो ठाउँ छ यो एकदमै डेन्जर पनि छ यसो हेर्दा रमाइलो लाग्दो पनि छ यसो हेर्दाखेरि एकदम डर आएको जस्तो महसुस डर आउने ठाउँ पनि छ यो चाहिँ वन झाँक्रीको आखडा भनेर चिनिने यो बाघमारा यो चाहिँ विगत धेरै लामो समयदेखि सयौँ वर्षदेखि चाहिँ यहाँ विगतमा चाहिँ एकदमै अब यो घाँटी र वन झाँक्रीहरू जुझ्ने ठाउँ अनि त्यसपछि यहाँबाट चाहिँ नागदेवी चाहिँ एकदमै जुन झाँक्री चाहिँ जहाँमा पढेर चाहिँ निकाल्ने ठाउँ हो यो एकदमै यो प्रख्यात ठाउँ एकदमै रमाइलो यसो घुम्न आउन चाहनुहुन्छ भने यसो घुम्नको लागि एकदमै रमाइलो देखिन्छ तपाईँहरूलाई अनि यसो हेर्दाखेरि अब डर लाग्यो जस्तो ओहो मतलब तर्सिने हो कि रमाएर भने जस्तो लाग्छ एकदमै रमाइलो ठाउँ छ रमाइलो सुन्दर अब पर्यटकीय हिसाबले हेर्दाखेरि एकदमै रमाइलो सुन्दर दृश्यहरू भिडियोहरू देख्न सक्नुहुन्छ यसो पहाडहरू यसो फाँटहरू यसो गुफा जस्तो पनि देख्नुहुन्छ यसो पानीको खाडहरू पनि देखिने सक्नुहुन्छ हजुरहरूले सम्पूर्णले यहाँ आउनको लागि चाहिँ काठमाडौँबाट लगभग 30 किलोमिटर टाढा रहेको यस सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकामा पर्ने चाहिँ यो खोलाको नाम चाहिँ बाघमारा सामुदायिक खोला हो यो चाहिँ यो सामुदायिक नै भन्छ यो अब तपाईँ सामुदायिक वन एरिया पर्छ यो सामुदायिक वनबाट चाहिँ निस्किएको यो खोला यो यतापट्टि भित्रबाटै हेऱ्यो भने इन्द्रावती गाउँपालिका पर्छ यतापट्टि भित्र हेर्नुभयो भने तपाईँले मेलम्ची नगरपालिका भनेर थाहा पाउन सक्नुहुनेछ एकदमै रमाइलो छ काठमाडौँबाट आउनुहोस् अब जुनसुकै ठाउँबाट आउनुहोस् तपाईँहरू एकदमै रमाइलो ठाउँ छ तपाईँहरूले हेर्नुहोस् बुझ्नुहोस् यसो साथीहरूले पनि सेयर गरिदिनुहोस् अनि त्यसपछि हाम्रो भिडियोमा नयाँ च्यानलमा तपाईँहरूले हेर्दै हुनुहुन्छ नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला र बेल आइकन घन्टी दबाइदिनु होला र साथै सम्पूर्ण जानकारीको लागि हामी हाम्रो युट्युब च्यानलमा तपाईँहरूको सेवा सुविधाको लागि तपाईँहरू जुनसुकै पनि समस्याहरू पऱ्यो भने हाम्रो नम्बर रहेको छ युट्युब प्रोफाइलमा त्यहाँ गएर चाहिँ तपाईँहरूले बुझ्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ एकदमै रमाइलो दृश्य यहाँहरूले देखाउन गइरहेको छु एकदमै रमाइलो ठाउँ एकदमै सुन्दर दृश्यहरू देख्न सक्नुहुन्छ हजुरहरूले एकदमै डेन्जर छ यहाँहरू सम्पूर्ण देख्न सक्नुहुन्छ योभन्दा माथि जान सक्यो भने एकदमै झन् डेन्जर छ योबाट यो खोला हुँदै जानुपर्छ तपाईँहरूलाई एकदमै चाहिँ अलिकति तर्सिने पनि सम्भावनाहरू हुन्छ तपाईँहरू यतिखेर चाहिँ यसरी अब खोलामा चाहिँ पढेर आइरहनु पर्ने हुन्छ यसो घुम्ती खोजहरू कटेर आउनुपर्ने हुन्छ हजुरहरूलाई म देखाउन गइरहेको छु यस्तो छ यो खोला अनि यसरी आउन सक्नुहुन्छ सबैजना म सबै तपाईँहरूलाई देखाउन गइरहेको छु हजुरहरू सम्पूर्णलाई यो पहरा बनेर भएको आएको यो पानीको यो बगर यो चाहिँ इन्द्रावतीमा चाहिँ मिसिन जान्छ यो खोला चाहिँ यसरी छ यो ठाउँ यस्तो डेन्जर छ कि यस्तो पहाडहरू यस्तो छ कि हेर्नुहोस् सबैजनाले यस्तो सायद सिन्धुपाल्चोकको यो नम्बर 1 मै पर्छ यो पर्यटकीय हिसाबले हेऱ्यो भने एकदमै रमाइलो पनि छ यहाँहरू सबैजनाले हेर्न सक्नुहुनेछ निस्किनु पर्ने हुन्छ हाम्रो यो बाघमाराको जुन चाहिँ भित्र छिर्दाखेरि चाहिँ यहाँनिर छ फेरि अर्को यहाँ देउता थान पनि देखिएको छ हामीले भर्खरै यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले यसरी चाहिँ भगवान्को थान बनाएको पनि देखिन सक्नुहुन्छ तपाईँहरूले हेर्न सक्नुहुन्छ यो चाहिँ यसरी ढुङ्गाको मूर्तिलाई चाहिँ सजावट रूपले चाहिँ बनाएको छ तपाईँहरूले हेर्न सक्नुहुन्छ त्रिशूल पनि रहेको छ त्यहाँ वरिपरि अनि त्यहाँ बत्ती बाल्नको लागि त्यहाँ तेलको डब्बा पनि देखिएको छौँ तपाईँहरूले देख्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ एकदमै रमाइलो रोमानिया ठाउँ हो यो हेलो के छ गुड यहाँले हेर्न सक्नुहुन्छ यस्तो कुना काट्छ यस्तो बनाएर यस्तो छ कि यस्तो हिन्डुल गर्नु नै अलिक गाह्रो कष्ट छ यस्तो पहरहरू भित्र कुनाबाट निस्केर आएको छौँ हामी चाहिँ यतिखेर त्यसरी निस्किनु पर्ने हुन्छ दर्शकबिनहरू सबैजनालाई हाम्रो भिडियोहरू हामीले बनाएको भिडियो कस्तो लाग्यो यो बाघमारा खोला बाघमारा गुफा चाहिँ कस्तो लाग्यो यहाँहरू सम्पूर्णले प्रतिक्रिया दिनुहोला सबैजनालाई हाम्रो युट्युब च्यानल सब्सक्राइब गर्नुहोला भन्न अनुरोध पनि गर्दछु मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला हस् त नमस्ते।